नमस्कार। यो भिडियोलाई हेरिराख्नु भएका महानुभावहरू, एकदमै राम्रो प्रजातिको बाख्राहरू यहाँ बिक्रीमा छ। अनि यो चाहिँ यो माउ जुन देख्नु हुँदैछ तपाईहरूले, यो जहिले पनि तीनटा ब्याउँछ। यसले तीनटा चाहिँ कम्पलसरी यसले ब्याउँछ। अनि यसकै बच्चा उहाँ पर भित्तामा देख्नु हुँदैछ, त्यो पनि राम्रो प्रजातिको बाख्रा छ। अनि यो अर्को माउ हो, यसले पनि तीनटा कम्पलसरी ब्याउँछ। यसले नियमित तीनटा ब्याइराखेको छ अहिलेसम्म। अनि यो पनि राम्रो प्रजातिको छ र यसको पाठा तपाईहरुले देख्न सक्नुहुन्छ। सानेन बाख्राको चाहिँ यसको बाउ चाहिँ सानेन बाख्रा हो र एकदमै राम्रो प्रजातिको बाख्रा छ। यहाँ पनि छ दुईटा सानेन छ। यो सानेन माउ हो अनि यसले राम्रो दुध दिन्छ अनि राम्रो ब्याउँछ। यसको पनि पाठा पाठीहरू एकदमै राम्रो हुन्छ। अनि यो चाहिँ बिउ अन्युल छ। यो एकदमै राम्रो प्रजातिको यो सानेन बाख्रा हो। यो चाहिँ राम्रो एउटा बिउ बोका पालेको है, राम्रो क्वालिटीको बाख्रा छ। र यो चाहिँ लोकल बाख्रा हो। यो लोकल बाख्रा छ, यो पनि ब्याउने छ। अनि यो सानेन बाख्रा पनि ब्याउने छ। 2 महिना जस्तोमा यो पनि ब्याइहाल्छ। अनि यो 1 महिना जस्तोमा यो ब्याउनेवाला छ। र यसको यो जुन चाहिँ तपाईहरुले देख्नुहुँदैछ सानेन, यसको चाहिँ सबै पाठापाठीहरू चाहिँ यसकै हो र एकदमै राम्रो प्रजातिको बाख्रा छ। यदि कोही इच्छुक हुनुहुन्छ, किन्न चाहनुहुन्छ, डल्लै 8 वटा बाख्रा छ अहिले, पाठापाठी दुईटा सानसानो गरेर 8 वटा छ। सबै एकैचोटि किन्नु चाहनुहुन्छ भने पनि तपाईहरुले लान सक्नुहुन्छ। एकदमै रिजनेबल दाममा, कम्ती दाममा मिलाएर यो चाहिँ तपाईको बोका हो। यो सानेन बाख्राको क्रस हो। अनि यो चाहिँ सानेन बाख्राको पाठा हो। यो राम्रो छ। सबै बाख्रा तपाईहरुले लान चाहनुभयो भने एकदमै रिजनेबल दाममा म बिक्री गर्न तयार छु। यदि कसैले इच्छुक हुनुहुन्छ भने मसँग सम्पर्क गरिदिनु होला। म तपाईहरुलाई यो भिडियोको मुनितिर मेरो कन्ट्याक्ट नम्बर पनि छोडिदिइराख्नेछु। हुन्छ, धन्यवाद।